हेलो गाइज, नमस्ते, गुड मर्निङ सबैजनालाई। यो चाहिँ म धनकुटा अर्खोली जितपुर भन्छ, यहाँ चाहिँ जितपुर अर्खोली भन्ने ठाउँमा आएको छु। यो चाहिँ रमितेको चौतारा हो। यो हामी चाहिँ पहिली सानो सानोमा भनौँ न बाल्यकालमा हुँदाखेरि चाहिँ तपाईँको यहाँ यो यो चौतारा यो हाँगामा चाहिँ यो एउटा हाँगा यहाँ छ, अनि अर्को यहाँ छ। चढेर चाहिँ एकदम हामी पिङ खेल्थ्यौँ, एकदम रमाइलो गर्थ्यौँ। अनि यतापट्टि देख्न सक्नुहुन्छ यो जङ्गल, यहाँ चाहिँ एकदम चौरी थियो। यहाँ चाहिँ पुरै जङ्गल भएछ। यहाँ चाहिँ हामी पुरा अब बाँसको टोटला ल्याएर होइन, बाँसको टोटला ल्याएर चिप्लेट खेल्ने गर्थ्यौँ गाइस। यति मजा आउँथ्यो गाइस बाल्यपनको अवस्थामा। के गर्नु गाइस, अब त्यो बेला गएछ, अब बुढो भइयो, के गर्नु गाइस, यस्तै छ। अब अहिले जताततै जङ्गलै, यता पनि चौरी थियो, खै जङ्गलै जङ्गल छ अहिले गाइस। ल हेर्नुहोस् गाइस, यस्तो छ हाम्रो गाउँ चाहिँ। यो पारिपट्टि यतापट्टि जो सान्ने हात्ती खर्का भन्छ, यो पारिपट्टि देखियो गाउँहरू चाहिँ यो सान्ने हात्ती खर्का हो। यो गाउँ पाखरीबास हात्ती खर्का सान्ने भन्छ। अनि यता यो चाहिँ माथि निगाले डाँडाहरू, माथि डाँडा चाहिँ बिचको गाउँ चाहिँ हाम्रो गाउँ अर्खौली। गाइज हेर्नुहोस् कस्तो लाग्छ, मन परे सेयर कमेन्ट गर्नु होला गाइज।